नेपालमा 1,89,00,000 नेपालीले भोट दिन मिल्छ। त्यसमा विदेश गएका 21 लाख नेपालीहरूले नेपालमा भोट दिन मिल्ने व्यवस्था छैन। अझै 1 करोड हाराहारी नेपाली त काम अथवा पढाइको सिलसिलामा आफ्नो जिल्लाबाट बाहिर बस्छन्। बेजिल्ला भोटिङको पनि व्यवस्था छैन र घर धेरै टाढा भए उनीहरूले चाहेर पनि भोट दिन पाउँदैनन्। तर नजिकै भोट हाल्ने ठाउँ हुँदा पनि हामी भोट हाल्न जाँदैनौँ। तर हे नेपाली, तपाईले भोट नहाल्नुको अर्थ हो एउटा गलत मान्छेलाई शक्तिमा आउन बाटो खोलिदिनु। तपाईको एउटा भोटको कमीले गर्दा एउटा भ्रष्ट नेताले समेत सबै शक्ति आफ्नो हातमा लिन सक्छ। सबैले भोट हाल्न पाएका छैनन्। त्यसैले तपाईले भोट हाल्ने अवसर पाएमा देश विदेशमा बगेका रगत र पसिना हेरेर मात्र भोट हाल्नु होला। परिवर्तन रगत बगाएर मात्र होइन, तपाईले भोट दिएर पनि ल्याउन सक्नुहुन्छ। त्यसैले आफ्नो पावर चिन्नुस्। भ्रष्टहरूले तपाईको हक बेचेर शक्ति देखाउँछ भने तपाईले त्यस्तालाई हराएर आफ्नो शक्ति किन नदेखाउने? भोट नै तपाईको शक्ति हो। यस्तो मान्छे रोज्नुहोस् जसमा लोभ होइन, देश बनाउने भोक होस्। तपाईको एउटा छापले या त देशको घाउ निको पार्नेछ या अझै हजारौंको रगत बगाउनेछ। आफ्नो शक्ति चिन्नुहोस् र देश चलाउने सही व्यक्ति रोज्नुहोस्।